लौ साथीहरू आज पनि आइन फेरि बाठी नानी है म त हरामी छु बाठी नानी पार्ट 3 आइसक्यो है ल एकदम रमाइलो छ पहिला जान्छु भन्ने बाठी नानीको भिडियो आइसक्यो है एकदम मजाले हाँस्नु पर्छ है आज त यिनले यस्तो हँसाएकी छिन् कि पेट मिची हँसाउने छिन् आज पार्ट 3 एकदम बवाल छ ल हेरौँ है सबै मिलेर सँगै हेर्नु पर्छ है के हो रे छोरी हो बुलुबुट 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 हैन बुलुटुट बुलुबुट के हो रे अबे साले कानमा लाउने हेलमेट कानमा लाउने हेलमेट ठिक छ यो हेलमेटै हो है त्यो बाबा आई ढोक दिया भाग्यमानी हुनु मलाई एउटा मोबाइल किन्दैन न मोबाइल चाहियो रे तँलाई मोबाइल किन चाहियो भिडियो हेर्न हेर्ने हैन भिडियो सिडियो आँखा बिग्रिन्छ भिडियो बिग्रिन्छ चस्मा लाइन्छ लाउँछस् चस्मा कहाँको पैसाले लाउँछस् चस्मा पैसा आउनु परेन चस्मा लाउनलाई तपाईलाई बेचेर किन्छु म त हरामी छु तपाईलाई बेचेर चस्मा किन्छु रे बाबा हाई हेर्नु त मैले मोबाइल किने ओहो मोबाइल ल कसले दियो तँलाई यो मोबाइल देखाएन के म आफै किनेको महँगै मोबाइल किनेछस् अब यो मोबाइलबाट के गर्छस् नि अब यो मोबाइलबाट तन्नेरीलाई फोन गर्ने हो तन्नेरीले फोन गर्ने तेरा गाला साला छोड किने गरी पड्काइदिन्छु अनि थाहा पाउलास् के गर्नुहुन्छ हेर न मुखमुखै लागेको ओए मेरो मोबाइल कहाँ गयो भनेको त यसले पो लिएर आएको रहेछ पहिले जान भनेको अबे साले म त रोन्छु के तन्नेरीलाई फोन गर्ने रे पहिलो जान्छु रे है भाइ शब्द कसरी आउँछन् हो बाबा आई के राखम न के राखम केरा सेरा के खाने उता गएर खाइ ए मान्छेलाई सम्झाउनु भए बेलामा ए सन्च छैन तपाईलाई ए के भा मेरो बाबुलाई मेरो बाबु के रे म तेरो बाबु हो अनि के भन्ने त नानी भन्ने काइदिन्छु ल के भयो मेरो बाबुलाई रे बाबा आई मलाई भाइ चाहियो भाइ चाहियो ए भाइ चाहियो मेरो छोरीलाई अनि मम्मीलाई गएर भन न त मम्मीले एउटा भाइ पाउने अनि मम्मीले त मैले पाइदिनु त मम्मीले त मलाई पाउनु भयो के रे भाइ त तपाईले होला नि ए भगवान मैले तेरो लागि भाइ कहाँबाट पाइदिनु कहाँबाट निकाल्नु मैले भाइ भने जसरी फुट्ट निकाल्न सकिन्छ र माथि आकाशबाट खसाल्नु न अबे साले म त हरामी छु भाइ आकाशबाट खसाल्नु न अरे तपाईँले पाउनुहोस् भाइ भन्छ नभए खाइ नभएर होला है केरा पछाडि बाबा आई आई लभ यु बाबा आई लभ यु टु छोरी त्यस्तो भन्दैन ल अनि आई लभ यु टु नभनेर के भन्नु त सेम टु यु भन्नु न मैले त जानेछु के
यी बाउ छोरीलाई यार कसरी आउँछ यस्तो कमेडी यिनी शब्दहरू है। छोरी हजुर तिमीले अँ आफूले देखेको सपना पुरा गर्न के गर्छौ? म त सुत्छु सुत्छु अनि सुतेर सपना पुरा हुन्छ त? तपाईँले नउठाउनु लागे तपाईँले नउठा बाबा है म हरामी छु र कसले भने फेरि मेरो छोरीलाई हरामी छस् भनेर? मिरेमले ल म्याडमले त नभन्नु पर्ने हो, के गर्दा भन्नुभयो र? अस्ति पढाउँदा हबाट हरामी गरे मिल्ने रहेछ त अनि मिल्ने रहेछ अरे हबाट हरामी मिल्ने रहेछ त के बिस्कुट बाबा है म आकाशबाट खसेको र आकाशबाट फेरि कसले भने तिमीलाई नचाहिने कुरा? गाउँमा त्यही भन्छन् त ल फेरि कसले फिजाएछ नचाहिने कुरा गाउँमा? कुन्नी कुन्नी भन्छ। तिमी त मम्मीको घैँटोबाट खस्या हो के? ए अनि त गइके कहाँ छ त ए बाबा मम्मीको घैँटो त मम्मीसँगै छ नि। हो र साँझ हेर्न पर्ला म त हरामी छु साँझ हेर्नु पर्ला बाबा है त कुकुर कसको हो र खै कतै गाउँतिरको होला नि। ए किन र? तपाईँसित अनुहार मिल्ने रहेछ के अनुहार मिल्ने रहेछ तपाईँसँग। के हो यो खुत्रु के बोकेर झोला? ओ बाबा है ल बस्नै म लागे ल फेरि कहाँ लाग्ने हो र? म त जन्ती लागेको जन्ती रे जाँदा पनि यो भुरको झोला बोकेर जानु पर्छ त? लाग्न पर्यो नि यो झोलामा मासु राख्न पर्यो अनि यो भुर्कोमा पैसा राख्न पर्यो बासिरहेको पैसा चाहिँ तँलाई कसले दिन्छ र राख्छस्? म लोकान्डी हो के लोकन्ती ए लोकन्दी रहेछ र पो भुर्को बोकेर हिँडेको। कमाउने भइस् भनेपछि त अझै यहाँ हेर्नु त के छ? झोला पनि यहाँ छ मासु राख्न म त हरामी छु के ल हजुर अब बाउछरीको अब बाउछरीले हँसाउनु हँसाए है साह्रै रमाइलो। यो भाग 3 लिएर आएको थिएँ है। भाग 3 झन् बवाल रहेछ, एकदम हँसाए बाबुछोरीले। तपाईँ पनि निश्चय पनि हाँस्नु भएको होला है। बाबुछोरीको भिडियो फेरि पनि हेर्नुपर्छ है। तपाईँलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। फेरि पनि यस्तै यस्तै भिडियो लिएर आउनेछु। यो बाबुछोरीको साह्रै रमाइलो छ। टिकटकमा एकदम भाइरल भरत सिंहजाली भन्नेमा गएर हेर्नु होला, त्यहाँ पनि उहाँहरूको भिडियो है। धन्यवाद।